उहाँहरूको यी विषयहरू खोतेलेर आयो। यदि सिआइबीले राम्रैसँग अनुसन्धान गर्यो भने चाहिँ धेरै कुराहरू जोडिने भएको हुनाले अब उहाँहरूले आफ्नो क्यारियर सिद्ध्याउनु हो जस्तो लाग्छ मलाई। प्रभु बैंकको सिइओको हकमा चाहिँ यसभन्दा अगाडि हामीले नै उहाँको कार्यकालको विषय उठाएर मुद्दा हालेका थियो। 2 कार्यकालभन्दा बढी चाहिँ खान नपाउने व्यवस्था हाम्रो बाफिया एक्टमा छ र यो अन्तर्देशीय अपराध त भन्नुहोस् न, अब एउटा सहकारीको त तोकिएको क्षेत्रभन्दा बाहिर गएर कारोबार गर्न पाइँदैन अनि सदस्यभन्दा बाहिर गएर कारोबार गर्न पाइँदैन। उहाँहरूले त अन्तर्देशीय कारोबार गर्नुभएको छ क्या सहकारीको नाममा भनेपछि यो त ठुलो वित्तीय अपराध हो नि। देवीप्रकाश भट्टचनले प्रभु मनी ट्रान्सफर चलाउन अनि नेपाल सिपिङ चलाउन भनेर 55 लाख रुपैयाँ चाहिँ यहाँबाट मलेसिया लगेको देखिन्छ। त्यो मलेसिया लगेको पैसा पछि मलेसियामा उहाँहरूले घर पनि किन्नुभएको रहेछ अनि मलेसियामा किनेको घर पनि बेच्नुभयो अनि त्यो कम्पनी पनि बेच्नुभयो। त्यो कम्पनीबाट लिएको पैसा नेपाल फिर्ता भएको देखिँदैन। नेपाल राष्ट्र बैंकले फेयरली काम गरेको मैले चाहिँ देखिनँ, किनभने नेपाल राष्ट्र बैंक हरेक वर्ष त्यहाँ निरीक्षणको लागि जान्छ। यी अपचलन भएको विषय त 69 सालदेखिको अपचलन भएका विषय नेपाल राष्ट्र बैंकले देखेन भन्ने कुरा त होइन नि। नेपाल राष्ट्र बैंकबाट जो त्यहाँ जानुभएको थियो ती मान्छेहरूले त देखेको थियो नि त। आज ती मान्छेहरूको कारणले गर्दाखेरि सर्वसाधारणको निक्षेप जोखिममा परेको छ। अब मलाई एउटा कान व्यवसायको हिसाबले भन्नुहुन्छ भने म त भन्छु ती मान्छेलाई नै काहीँ न काहीँ यो अपराधमा उहाँहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ भन्छु म चाहिँ। अब एक त उहाँको कार्यावधि नै सकिसक्यो सिइओको हकमा, अध्यक्षको हकमा त अब उहाँ मात्रै होइन सेयर होल्डरले भोलि फेरि उहाँले मुद्दै जितेर आउनु भएछ भने पनि सेयर होल्डरले पत्याउनुपर्छ होला। अब सेयर होल्डरले पत्याउँछन् जस्तो मलाई लाग्दैन। त्यसकारणले अध्यक्षको रूपमा फेरि आउनु होला जस्तो मलाई लाग्दैन। नमस्कार, केटीएम भोइस एचडीमा स्वागत छ। म रोयल आचार्य। तपाईँ हामी सबैलाई थाहा छ पछिल्लो समय एउटा बैंकिङ क्षेत्रमा एउटा घटना निकै तरङ्गित छ। बैंकका पूर्व अध्यक्षदेखि प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख र एकजना ऋणी समेत समातिनु भएको छ सिआइबीको टोलीले। केही समय अगाडि प्रहरीले प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो। त्यसपछि बैंकका बालवाला सिइओ, डिसिओ र सिसिओ प्रमुख कर्जा अधिकृत पनि पक्राउ पर्नु भएको छ। हिजो मात्रै फेरि राजेन्द्र साक्य जो प्रभु बैंकको ऋणी हुनुहुन्छ उहाँ पनि पक्राउ पर्नु भएको छ। यो घटनालाई नजिकबाट निहाल्नुभएका एकजना चर्चित अधिवक्ता हाम्रो स्टुडियोमा हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्न चाहन्छौँ। उहाँ हुनुहुन्छ मधु चौलागाई। उहाँ कर्पोरेट कानुनका सन्दर्भमा निकै जानकार हुनुहुन्छ र यो घटनालाई मजाले नजिकबाट निहालिरहेको राम्रोसँग बुझेको व्यक्तित्व हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्नेछौँ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। सर नमस्कार, यहाँलाई स्वागत। धन्यवाद सर। आराम हुनुहुन्छ? ठिक छ। अघि नै मैले यहाँ भूमिका बाँध्ने क्रममा भनिसकेँ, प्रभु बैंकको यो एउटा बैंकिङ क्षेत्रको डरलाग्दो र यो नयाँ किसिमको यो लेभलको घटना सायद भएको पनि थिएन होला। बैंकको कार्यकक्षबाटै सिइओ, डिसिओ र सिसिओ पक्राउ पर्नु भएको छ। केही समय अगाडि देवीप्रकाश भट्टचन उहाँ चाहिँ विघटन भएको प्रतिनिधि सभाको सांसद पनि हुनुहुन्थ्यो, पक्राउ पर्नु भएको छ। अलिकति छोटकरीमा यो बुझ्नु पर्दाखेरि चाहिँ यो घटना कहाँबाट सुरु हुन्छ सर? यो घटनाको विषय चाहिँ सबभन्दा पहिला त अहिले देवीप्रकाश भट्टचन लगायतका मान्छेहरू पक्राउ पर्नुको पछाडि भनेको त्यही प्रभु बैंककै पूर्व उपाध्यक्ष, प्रभु ग्रुपको पूर्व उपाध्यक्ष हो क्यारे कुसुम लामाले दिएको जाहेरीको आधारमा पक्राउ गरेको जस्तो मलाई लाग्छ। त्यो घटनाक्रम कसरी विकास भएको छ भने हामीले डकुमेन्टहरू हेर्दाखेरि जब प्रभु म्यानेजमेन्ट भन्ने कम्पनी खडा गरियो 2069 सालमा, 69 सालमा प्रभु म्यानेजमेन्ट खडा गरिसके पछाडि प्रभु म्यानेजमेन्टलाई प्रभु मनी ट्रान्सफरले विप्रेसन आप्रवाहको रकम गाउँघरमा रहेका सहकारीबाट गाउँघरमा नै भुक्तानी गर्न पाउने गरेर सम्झौता गर्ने भनेर तेस्रो पक्ष सम्झौता गरी एजेन्टको रूपमा चाहिँ प्रभु म्यानेजमेन्टलाई नियुक्ति गरेको देखिन्छ। अनि त्यतिखेर त्यो प्रभु म्यानेजमेन्टलाई नियुक्ति गर्दै गर्दा अनि प्रभु म्यानेजमेन्टको पनि सञ्चालकको रूपमा चाहिँ देवीप्रकाश भट्टचन हुनुहुन्छ। उहाँ देवीप्रकाश भट्टचन सञ्चालकमा रहँदै गर्दाखेरिको अवस्थामा त्यहाँ झन्डै 41 करोड जति चाहिँ सहकारीहरूबाट त्यो विप्रेसन आप्रवाहको रकम स्थानीय स्तरमा नै भुक्तानी गर्न पाउने गरी सम्झौता गर्दा धरोटी स्वरूप उठाएको छ र त्यो रकम चाहिँ 77 सम्म आइपुग्दा झन्डै 98 करोड रुपियाँ एकातिर त्यो छ। अर्कोतिर प्रभु म्यानेजमेन्टमा को नाममा चाहिँ के गरिएको छ 69 सालदेखि नै भने त्यहाँ त्यो प्रभु मनी ट्रान्सफरको पेरोल मिलाउनको लागि भनेर प्रभु बैंकबाट पेस्की हालिदिएको भनेर पेस्की रकम चाहिँ हालेको र त्यो पेस्की रकम मिलाउनको लागि
पछि राजेन्द्र साक्यज्यू त्यस पछाडि गएर दिव्य सेक्युरिटी उहाँहरूलाई ऋणी बनाएर ऋण प्रवाह गरेको र त्यो ऋण प्रवाह गरेको 27 करोड रुपियाँ फेरि पछाडि चाहिँ तपाईँको प्रभु बैंकलाई त्यो अगाडि पेशकी स्वरूप दिएको पैसा जुन देवी प्रकाश भट्टराई लगायतले मासे त्यो पैसा तिरेको देखिन्छ, ओभरल्याप गरेर तिरेको देखिन्छ। अनि पछि फेरि के गरेछ, अब दिव्य सेक्युरिटी र राजेन्द्र साक्यलाई त फेरि त्यो ऋण उहाँहरूको नाममा भएको ऋण पनि त राफसाफ गर्नु पर्यो। भनेपछि के गर्ने भन्दा फेरि प्रभु म्यानेजमेन्टले मागेको छैन, प्रभु म्यानेजमेन्टले कुनै त्यहाँ आफ्नो निर्णय गरे पनि छैन सञ्चालकको बिचमा, एकाएक चाहिँ प्रभु म्यानेजमेन्टको नाममा ऋण खडा गरेर देखिन्छ त्यहाँ। र यो लगायत तपाईँको लाजिमपाट अपार्टमेन्टमा, त्यस पछाडि गएर तपाईँको जनकपुरको जानकी मेडिकल कलेज लगायतका ठाउँहरूमा उहाँले ठुलो रकम चाहिँ लगानी गरेको, जो आफन्तहरू थिए त्यहाँ होइन। यहाँ मलाई जहाँसम्म लाग्छ सिओको ससुरा नै त्यो जानकी मेडिकल कलेजको सञ्चालक हुनुहुन्थ्यो र त्यतिखेर लगानी गरेको त्यो ऋण आजका मितिसम्म उठ्या पनि छैन। लगानी गरेको देखाइएको छ, तर लगानीको रकम चाहिँ कसरी गयो, के गर्यो, कहाँ खर्च भयो, त्यो विषय कहीँ पनि पारदर्शी रूपमा हेर्ने हो भने देखिँदैन। त्यस्तो धेरै घटनाहरू त्यहाँभित्र छ। हेर्नुहोस्, पद्मा कोलोनीदेखि लिएर धेरै ठाउँमा त्यस्ता खालका चाहिँ रकमहरू लगेर अपचलन गरेको हामीले ती डकुमेन्टहरूबाट मैले चाहिँ प्रभु बैंकका केसहरू स्टडी गर्दै गर्दा मैले त्यस्ता चिजहरू फेला पारेँ। जस्तो देवी प्रकाश भट्टराई पक्राउ परेर उहाँ छुट्नुभयो होइन, अब भनेको मुद्दा चलिरहेछ। अब अशोक शेरचन जो बैंकको सिओ, डिसिओ र विभागीय प्रमुख पक्राउ पर्नु भएको छ नि, घटना एउटै हो कि फरक हो? यो होइन, घटना यस्तो छ, देवी प्रकाश भट्टराईको हकमा चाहिँ सहकारीको रकम अपचलनको विषय पनि छ र अनि सँगसँगै उहाँको हकमा हुन्डी कारोबारको विषय पनि छ। अहिले त्यो मुद्दा सम्मानित अदालतमा अभियोग दर्ता भइसकेको अवस्था छ। एकजना पूर्वपक्षको लागि गएको र एकजना चाहिँ धरोटीमा छुट्या भन्ने जानकारी मैले पाएको छु। यद्यपि त्यो मुद्दा अहिले मेरो उसमा आइसकेको छैन, मैले अभियोगसम्म हेर्न पाएको छु त्यसमा। अब उता देवी प्रकाश भट्टराईको हकमा उहाँ बिरामी भएको कारणले हाजिरी जमानीमा छोडिदिएको थियो, तर अभियोग दर्ता गर्ने बेलामा चाहिँ उहाँ सम्पर्कविहीन भएको भन्ने खालको कुरा हामीले बुझेका छौँ। के हो त्यो प्रहरीले जान्ने कुरा हो, हामीलाई थाहा भएन त्यो विषय। र उहाँलाई पछिल्लोचोटि यहाँ चाहिँ कस्तो भएको छ त्यहाँ भने तपाईँको जब उहाँले पद्म कोलोनी लगायतका सारा ठाउँहरूमा लगानी भएको छ, त्यो लगानी गर्ने बेलामा उहाँ आफै अध्यक्ष हुनुहुन्छ क्या। जति पनि त्यहाँभित्र धेरै घोटाला भएको छ, त्यो घोटाला हुँदै गर्दाखेरिको अध्यक्ष चाहिँ देवी प्रकाश भट्टराई नै हुनुहुन्छ। अब त्यहाँ ककलले के गरे, अब त्यो त अनुसन्धानबाट आउला। धेरै कुराहरू हामीले अहिले बाहिर भनिदिँदा पनि अनुसन्धान पनि प्रभावित हुन्छ, त्यसले गर्दा त्यसलाई त्यति धेरै कोट्याउनु राम्रो नहोला। अब अशोक शेरचन चाहिँ पक्राउ पर्नुभयो, त्यस पछाडि ऋणी पनि पक्राउ पर्नुभयो नि। यहाँ चाहिँ अब एक किसिमको अनौठो घटना भयो। देवी प्रकाश भट्टराई त सहकारी केसमा पक्राउ पर्नुभयो, हुन्डीको कारोबार होला, अरू कुराहरू जोडियो। अब अशोक शेरचन चाहिँ जस्तो प्रभु म्यानेजमेन्टलाई एक त प्रभु बैंकले ऋण दिनै नमिल्ने अवस्थामा पनि ऋण दिएको भन्ने जस्तो देखिन्छ। यही केसमा पक्राउ पर्नुभयो कि अरू पनि? होइन, अरू पनि हुनसक्छ, किनभने यो केसको विषय त मैले अघि नै भने जस्तो ऋणी राजेन्द्र साक्य पक्राउ परेको विषय तपाईँले कोट्याएको हो भने राजेन्द्र साक्यज्यूले पनि ब्याङ्किङ सम्पत्ति अपचलनमा काहीँ न काहीँ भूमिका खेलेको देखिन्छ। मैले अघि नै भने नि, प्रभु म्यानेजमेन्टको नाममा हालिएको प्रभु मनी ट्रान्सफरको पैसा, जुन प्रभु मनी ट्रान्सफरको पैसा पेरोल गर्नका लागि भनेर हालिएको पैसालाई भुक्तानी गरेको देखाउनको निमित्त प्रभु बैंकले दिएको पैसा भुक्तानी गरेको देखाउनको लागि 15 करोड रुपियाँ त उहाँको नाममा लिएको र फेरि त्यही बैंकमा फिर्ता गरेको छ होइन। त्यो पैसा त कसै न कसैले खायो नि त, कसै न कसैले खायो। त्यो खाने र खुवाउने कुरामा उहाँको पनि भूमिका रह्यो। होइन भने उहाँलाई अर्काको लागि प्राविधिक ऋणी बन्नुपर्ने के कारण थियो र, फेक ऋणी बन्नुपर्ने के कारण थियो र? अनि उहाँले पछि त्यो पैसा फेरि प्रभु म्यानेजमेन्टको नामबाट उहाँले लिएर जानुभएको छ आफूले। तर आफूले लिएर गए पनि अघिल्लो पटक हालेको जुन 27 करोड रुपियाँ छ पेशकी स्वरूप प्रभु बैंकले हालिदिएको पैसा, त्यो उहाँहरूको ऋणबाट भुक्तानी गरेको देखिए पनि आखिर प्रभु बैंकको पैसा त कसै न कसैले त खायो नि। त्यो खुवाउने कुरामा त उहाँहरूको भूमिका रह्यो। त्यस कारणले गर्दाखेरि ब्याङ्किङ सम्पत्ति हिनामिना गरेको विषय त ब्याङ्किङ कसुर अन्तर्गत चल्ने नै भयो। सायद ब्याङ्किङ कसुरमै उहाँलाई पक्राउ गरेको हुनुपर्छ। प्रहरीले पनि विज्ञप्ति निकालेर ब्याङ्किङ कसुरमा पक्राउ गरेको भनेको छ। अब मैले बुझ्न खोजेको कुरा चाहिँ पहिला कुसुम लामाको सन्दर्भमा, कुसुम लामा जो प्रभु म्यानेजमेन्टको उपाध्यक्ष हुनुहुन्थ्यो, प्रभु ग्रुपकै उपाध्यक्ष हुनुहुन्थ्यो, उहाँलाई पहिला सहकारी संस्थाहरूले जाहेरी दिए, तर उहाँ पक्राउ पर्नु भएन होइन? होइन, सहकारी संस्थाहरूले जाहेरी दिए होइन। अब जाहेरी दिए पछाडि यो सहकारीहरूले राखेको सम्पूर्ण धरोटी बापतको रकम तात्कालीन अवस्थामा
अहिलेको जस्तो ब्याङ्किङ च्यानल प्रयोग गर्नुपर्ने अवस्था थिएन। बेरर चेक काटेर लान सकिने अवस्था थियो। बेरर चेक काटेर त्यो पैसा चाहिँ टोटल्ली रूपमा साट्दा कम्पनीले साटेको, तर क्यास गरेर सबै पैसा चाहिँ अब सञ्चालकहरूले नै यताउता गरेको, देवीप्रकाश भट्टाचार्य लगायतका मान्छेले यताउता गरेको त्यस्तो खालको चाहिँ देखियो। देखेपछि सहकारीहरूले गएर आफ्नो पैसा अब धरोटी बापतको पैसा पनि फिर्ता नआउने, अनि प्रभु मनी ट्रान्सफरको पे गरेको पैसा जुन स्थानीय स्तरमा उनीहरूले पे गरेका छन् स्टेक होल्डरलाई दिएको पैसाको पनि फिर्ता नआउने, त्यस्तो भएपछि उहाँहरूले गएर जाहेरी हाल्नुभयो। त्यो जाहेरी परे पछाडि यो सम्पूर्ण पैसा उहाँहरूले गरेको जुन पे गरेको पैसा छ प्रभु मनी ट्रान्सफरको कारोबार गरे हो नि त सहकारीले त। त्यसकारणले सहकारीले कारोबार गरेको प्रभु मनी ट्रान्सफरको विषयलाई म प्रभु मनी ट्रान्सफरको सञ्चालक नभएको कारणले गर्दाखेरि त्यो विषयलाई लिएर मलाई पक्राउ गर्नुपर्ने होइन भनेर उहाँले सम्मानित उच्च अदालत पाटनमा एउटा उत्प्रेषण परमादेशसहितको अन्तरिम आदेश माग गरेर मुद्दा दर्ता गर्नुभएको थियो। त्यो मुद्दामा उहाँलाई अन्तरिम आदेश दिएको थियो अदालतले। अन्तरिम आदेश दिएको कारणले गर्दाखेरि प्रहरीले उहाँलाई पक्राउ गरेर हिरासतमा राख्न नमिलेर प्रहरीले बयान चाहिँ गरायो, उहाँलाई हिरासतमा चाहिँ राखेन। थियो। अनि जस्तो प्रभु म्यानेजमेन्टको नाममा चाहिँ अरू ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट ऋण पनि आएको छ होइन, जस्तो नबिल ब्याङ्कबाट, कुमारी ब्याङ्कबाट, प्रभु ब्याङ्कबाट पनि आयो। अनि झन्डै ब्याङ्क वित्तीय संस्थाहरूबाट आएको, सहकारीबाट उठेको यो सबै, अनि प्रभु मनी ट्रान्सफरले सहकारीहरूलाई पे गर्नुपर्ने, यो सबै हिसाब गर्दाखेरि झन्डै मेरो ख्यालमा 4 अर्ब चान्चुनको चाहिँ हिसाब किताब छ। र ब्याङ्क वित्तीय संस्थाबाट ठुलो मात्रामा प्रभु मनी ट्रान्सफरको नाममा चाहिँ प्रभु म्यानेजमेन्टको नाममा देवीप्रकाश भट्टाचार्य आफै उहाँले आफै चाहिँ त्यहाँ जमानी बस्नु भएको छ र जमानी बस्दै गर्दा लिखतमा के लेख्नु भएको छ भने यो पैसा सम्पूर्ण तिर्ने दायित्व मेरो हुनेछ भनेर लेखेर पैसा लिनु भएको छ। अब त्यो पैसा पछि यहाँ विवाद कहाँबाट सिर्जना भयो भने जब नबिल ब्याङ्कले त्यो पैसा तिर्नको लागि उसलाई चाहिँ ग्रुपलाई लेख्यो, प्रभु ग्रुपलाई लेख्नुभन्दा पहिला प्रभु म्यानेजमेन्टलाई लेखेको छ। प्रभु म्यानेजमेन्टलाई लेखेपछि प्रभु म्यानेजमेन्टको तर्फबाट ल त्यो पैसा तपाईँले चलाएको पैसा हो, त्यस कारणले तपाईँले त्यो ब्याङ्कको पैसा तिर्दिनुहोस्, अन्यथा चाहिँ कम्पनी कालो सूचीमा पर्ने र कम्पनीका अन्य सञ्चालकहरू कालो सूचीमा पर्ने स्थिति रह्यो, त्यस कारणले त्यो पैसा तिर्दिनुहोस् भनेर उहाँले पत्राचार गरेपछि देवीप्रकाश भट्टाचार्यले गएर कुसुम लामा लगायतलाई लिखित गाली बेइज्जतीमा मुद्दा हाल्नुभयो। जिल्ला अदालतमा मुद्दा हाल्नुभयो। त्यो मुद्दा सायद अहिलेसम्म छ जस्तो लाग्छ मलाई, अहिलेसम्म त्यो मुद्दा टुङ्गिया पनि छैन। अनि त्यहाँबाट उहाँहरूको बिचको चाहिँ कन्फ्लिक्ट सुरु भयो र पछि खोजी गर्दाखेरि जस्तो तपाईँको हिमालयन ब्याङ्कबाट भयो, नबिल ब्याङ्कबाट भयो, कुमारी ब्याङ्कबाट, प्रभु ब्याङ्कबाट त्यहाँ थुप्रै ऋणहरू चाहिँ उठाएको रहेछ। त्यो ऋण चाहिँ प्रभु म्यानेजमेन्टको नाममा ऋण उठाएको छ। ऋण उठाउँदाखेरि प्रभु म्यानेजमेन्टले कुनै निर्णय गरेर ऋण माग गरे छैन, व्यक्तिगत जमानी बसेर उहाँले ऋण उठाउनु भएको छ। पछि प्रभु म्यानेजमेन्टले त्यो ऋण तिर्नुपर्छ भन्ने उहाँको आर्गुमेन्ट रह्यो। र सँगसँगै के गरेको छ भने प्रभु म्यानेजमेन्टको सम्पूर्ण आफ्ना नाममा भएको, आफ्ना आफन्तहरूको नाममा भएको, छोरीको नाममा भएको अनि भतिजाको नाममा भएको सेयर चाहिँ त्यहाँ प्रभु म्यानेजमेन्टका कर्मचारीको नाममा नामसारी गरिदिएर उहाँले ठुलो त्यो वित्तीय दायित्व कर्मचारीको टाउकोमा हालिदिएर हिँड्न खोज्नु भएको अवस्था थियो। त्यहाँबाट विवाद सिर्जना भएको विवाद आज सिआइबीसम्म पुग्यो। अब यसको ल्यान्डिङ कसरी होला जस्तो लाग्छ तपाईँलाई एउटा अधिवक्ताको नजरबाट हेर्दाखेरि? होइन, अब यस्तो छ, यो अब दुईवटा मुद्दा त अदालत गइसक्यो। अदालत गइसकेको मुद्दामा हामीले विचाराधीन मुद्दाको विषयमा अब यसरी हुन्छ भनेर भन्नु त्यो अलि उचित नहोला। अब बाँकी रह्यो यता अरू अनुसन्धानको पाटो छ। अनुसन्धानको पाटोमा मलाई जहाँसम्म लाग्छ यो एउटा ठुलै खालको चाहिँ वित्तीय अपराध भएको हुनाले यो वित्तीय अपराधमा त्यहाँ काबिल अफिसरहरू हुनुहुन्छ सिआइबीमा, वित्तीय क्षेत्रको पनि राम्रैसँग हेर्ने। मैले चाहिँ त्यो उहाँहरूले गरेको अनुसन्धानहरू सरस्वती हेर्दाखेरि यो मात्रै होइन, अरू मुद्दामा पनि मैले हेरेको छु उहाँहरूले गरेको अनुसन्धान। वित्तीय अपराधको विषयमा चाहिँ सिआइबीले राम्रैसँग अनुसन्धान गर्छ। मलाई लाग्छ यो वित्तीय अपराधको विषय राम्रैसँग आउला। सर, अब अलिकति मैले बुझ्न खोजेको कुरा चाहिँ जस्तो अघि 3वटा ब्याङ्कको ऋण लिएको कुरा गर्यो नि, त्यो चाहिँ बिचबिचमा किस्ता तिरेको ओरेको अवस्था अथवा इएमआई भरेको त्यस्तो देखिन्छ? त्यस्तो केही पनि छैन। लिएपछि एकचोटि पनि तिरेको छैन? त्यस्तो केही पनि छैन। बरु नबिलको चाहिँ हकमा हजुर देवीप्रकाश भट्टाचार्यले पछिल्लो चरण 4 करोड रुपियाँ बुझाउनु भएको छ। ऋण कति हो नबिल ब्याङ्कको मात्रै? 9 करोड जस्तो लाग्छ मलाई। त्यहाँको 9 करोड हो कि 9 करोड हो, सामा मात्रै, सामा 9 करोड रुपियाँ हो। त्यहाँको चाहिँ 4 करोड रुपियाँ उहाँले बुझाउनु भएको छ। त्यो बुझाउँदा नि कस्तो बठाइ गर्नुभएको छ भने उहाँले पहिला प्रभु मनी ट्रान्सफरबाट पैसा यहाँ महाकाली नेटवर्कमा हाल्नु भएको छ,
महाकाली नेटवर्कबाट त्यहाँको खाताबाट फेरि उहाँले के गर्नुभएको छ भने नबिललाई पैसा तिर्नु भएको छ, घुमाएर तिर्नु भएको छ क्या। उहाँहरू सधैँ यो ब्याङ्किङ कारोबार गर्दा चाहिँ ब्याङ्किङ च्यानललाई प्रयोग चाहिँ गर्ने तर घुमाएर गर्ने त्यस्तो खालको ऊ रहेछ उहाँले। अब भोलि ठ्याक्कै मैले तिरेको भनेर नदेखियोस् भनेर होला सायद उहाँले महाकाली नेटवर्कको नामबाट चाहिँ पैसा तिर्नु भएको छ। महाकाली नेटवर्क चाहिँ कसको हो त्यो पनि उहाँहरूकै हो। अब कुसुम लामा लगायतका मान्छेहरूको हो। उहाँहरूले त्यो महाकाली टेलिभिजन लगायतका थुप्रै नेटवर्कहरू चाहिँ उहाँहरूले दर्ता गर्नुभएको रहेछ। जस्तो लीलावीर भयो, महाकाली नेटवर्क भयो होइन, अब सिम टिभी छँदै थियो, यी लगायतका चिजहरू उहाँले दर्ता गर्नुभएको, चलाउनु भएको र महाकाली नेटवर्कको नामबाट चाहिँ उहाँले पैसा तिरेछ। सर यो खासमा अब पहिला देवी प्रकाश भट्टचन्द्र ग्रुपको अध्यक्ष अनि कुसुम लामा उपाध्यक्ष हुनुहुन्थ्यो, मजाले मिलेर काम भइरहेको थियो। कहाँबाट चाहिँ यो कुरो बिग्रियो, कहाँबाट चाहिँ यो बाहिर आयो? खासमा बाहिर नआएको भए त यो त्यत्तिकै गुपचुप हुने रहेछ होइन। नोबेल ब्याङ्कको पत्रले बाहिर आयो कि त्योभन्दा अगाडि नै उठ्यो कि खास त नोबेल ब्याङ्कले ऋण तिर्दिनुहोस् भनेर पत्राचार गरिसके पछाडि कुसुम लामाको तर्फबाट प्रभु म्यानेजमेन्टले लिएको ऋण होइन, ऋण तपाईँले लिएको ऋण हो, व्यक्तिगत ऋण लिएको हो, कुनै धितो दिएर लिएको पनि होइन, तपाईँको अनुहार दिएर हेरेर उसले दिएको ऋण हो, त्यो ऋण चाहिँ तपाईँले भुक्तानी गर्नुहोस् भनेर भने पछाडि त्यो ऋण नतिरेर देवी प्रकाश भट्टचन्द्रले गएर मुद्दा हाले पछाडि उहाँहरूको बिचमा चाहिँ द्वन्द्व बढेको र त्यही द्वन्द्वको परिणाम आज हो। त्यो चाहिँ कति वर्ष भएको छ सर त्यो ब्याङ्कबाट ऋण लिएको चाहिँ? अनि बिचमा कति वर्षपछि त्यो 4 करोड जस्तो तिरिएको छ, केही याद छ? यो होइन, ऋण लिएको त लामो समय भइसक्यो होइन। ऋण तिरेको सम्भवतः यो वैशाख जेठतिर हो, गएको हालसालै हो। यो अलिकति बाहिर आउला कि जस्तो चाहिँ उहाँले घुमाउरो तरिकाबाट होइन, घुमाउरो तरिकाले उ गर्नुभयो। अनि बिचा मैले पनि सकेसम्म तपाईँहरूको बिचमा चाहिँ यो एउटा नेपाली व्यापारी, तपाईँ एउटा नेपाली व्यापारीको रूपमा स्थापित हुनुभएको छ, जसले अन्तर्राष्ट्रिय कारोबार पनि गरिराख्नु भएको छ होइन। अब मनी ट्रान्सफरको रूपमा काम गरिराख्नु भएको छ। तपाईँहरूको बिचमा विवाद भएर तपाईँहरू बिग्रिनुहुन्न। तपाईँहरू बिग्रिनु भनेको चाहिँ फेरि प्राविधिक नागरिकहरूलाई जसले देशको वित्तीय अर्थतन्त्रको उसमा चाहिँ बढी हालिमुहाली गरेका छन् ती मान्छेहरूलाई थप हौसला हुन्छ। त्यस कारणले तपाईँहरू बिग्रिनुहुन्न, तपाईँहरूको बिचमा चाहिँ यी विवादहरू मिलाउनुहोस् भनेर मैले पनि धेरै प्रयास गरेँ। उहाँहरूको बिचमा ती सम्झौताहरूको आदान प्रदान पनि भएको छ मलाई जानकारी भएअनुसार होइन। पछिल्लोचोटि 1 करोड रुपियाँ चाहिँ तत्काल दिने भनेर देवी प्रकाश भट्टचन्द्रले भन्नुभयो र सम्झौतामा हस्ताक्षर गराइदिनु पर्यो भने पछाडि मैले कुसुम लामालाई त्यो सम्झौतामा हस्ताक्षर पनि गराएको थिएँ। पछि उहाँले म पैसा म्यानेज गरेर मात्रै हस्ताक्षर गर्छु भनेर उहाँलाई जवाफ पनि दिएको भन्नेसम्म मलाई जानकारी छ। पछि उहाँले हस्ताक्षर गर्नु भएन र त्यहाँबाट यो विवाद चाहिँ अलि बढी उत्कर्षमा गयो। अब अहिले त संवादको अवस्थै छैन होला दुईजना बिच? होइन, संवाद त अब संवादले कुनै काम पनि गर्दैन हेर्नुहोस्, किनभने सहकारीसँग सम्बन्धित मात्रै विषय थियो भने सहकारीको ती जो साथीहरू हुनुहुन्थ्यो सहकारी सञ्चालकहरू, उहाँहरूलाई बोलाएर उहाँहरूको पैसा फिर्ता दिँदाखेरि मेलमिलाप गर्न सक्ने मुद्दा हुन्थ्यो। तर यहाँ त त्यहाँभित्र कस्तो देखिन्छ भने तपाईँको हुन्डीको कारोबार गरे पनि देखिन्छ होइन। हुन्डीको कारोबार कसरी गरे रहेछ? अब त्यो एउटा चाहिँ ब्रान्च उहाँहरूको पर्सातिर रहेछ, कोअल्बी ब्रान्च हो क्या अरे, सिटिजन ब्याङ्कको कोअल्बी ब्याङ्कमा ब्रान्चमा चाहिँ पैसा जम्मा गरेको 9,79,979 का दरले, किनभने 10 लाखभन्दा माथि सोर्स देखाउनु पर्यो। अनि त्यो सोर्स देखाउनु पर्ला भनेर त्यहाँ एकजना कसैले चाहिँ पैसा जम्मा गरेको र त्यो पैसा फेरि झिकेर अन्त दिएको, त्यस्तो खालको कारोबार पनि रहेछ। त्यो कारोबारमा चाहिँ उहाँहरूको संलग्नता देखिँदैन, उहाँहरूको संलग्नता त्यो कारोबारमा देखिँदैन। तर अनुसन्धान गर्दै जाँदा अनुसन्धान गर्दा चाहिँ होइन, ठोकिसक्यो त्यो अनुसन्धानले त्यो कुरा लिएर आयो। किनभने प्रयोग त फेरि प्रभु म्यानेजमेन्टकै खाता प्रयोग भएको छ नि त। त्यस कारणले गर्दाखेरि प्रभु म्यानेजमेन्टलाई पनि विपक्षी बनाउनु पर्ने र उसका सञ्चालकलाई पनि विपक्षी बनाउनु पर्ने भयो हुनाले त्यो चाहिँ अहिले राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुरमा पनि मुद्दा दर्ता भइसकेको अवस्था रहेछ। मैले हेरेको थिएँ त्यसको अभियोग। र अब बाँकी रहेको हकमा चाहिँ ब्याङ्किङ कसुरमा अन्य पनि होला, अन्तर्देशीय वित्तीय अपराधमा पनि सम्भवतः मुद्दा चल्छ। किनभने तपाईँको एउटा बडो गजबको काम गर्नुभएको छ क्या उहाँहरूले। यो अन्तर्देशीय वित्तीय अपराधको रूपमा चाहिँ एउटा कोअपरेटिभ खोल्नु भएको छ, प्रभु कोअपरेटिभ भन्ने, यहाँ काठमाडौँ वडा नम्बर 2 को ठेगानामा। त्यो कोअपरेटिभको काउन्टर अमेरिकामा राख्नु भएको छ। अनि कारोबार चाहिँ कसरी गरेको छ भने ब्याङ्किङ च्यानलबाट गरेको छ। त्यहाँ त्यो काउन्टरबाट पैसा उठाउने, अनि पैसा उठेको पैसा चाहिँ प्रभु ब्याङ्कको त्यहीँबाट खाता खोलिदिने, त्यो खातामा जम्मा गर्न लाउने।
अनि ब्याङ्किङ च्यानलबाट नेपाल आएको पैसा चाहिँ फेरि त्यहीँ त्यो खाता खोल्दैखेरि अर्को फर्म के भराउने भन्दा यो मेरो प्रभु ब्याङ्कको खातामा जम्मा भएको पैसा चाहिँ लगेर प्रभु कोअपरेटिभमा फिक्स डिपोजिट गरिदिनु भन्ने फारम पनि त्यहाँ खोल्ने, त्यहाँ भराउने, उनीहरूलाई भराउने र यतापट्टि ब्याङ्किङ च्यानलबाट त्यो पैसा आइसकेपछि लगेर कोअपरेटिभमा त्यो पैसा जम्मा गर्ने। आज पनि ती पैसा चाहिँ कसैले फिर्ता पाएको छैनन् जस्तो लाग्छ मलाई, किनभने यसभन्दा अगाडि एकजना मिडियाकर्मीले यो विषयमा लेख्नु भएको थियो। एकजना बुढा मान्छे त्यहाँ रुँदै पनि हुनुहुन्थ्यो, त्यहाँ हामीले उसमा पनि देखेका थियौँ युट्युब च्यानलहरूमा नि रुँदै हुनुहुन्थ्यो। मेरो चाहिँ 1 करोड रुपियाँ छ, मेरो अमेरिकामा हुँदाखेरि जम्मा गरे पैसा, त्यो पैसा मैले पाइनँ भनेर उहाँ पनि रुँदै हुनुहुन्थ्यो। सायद त्यसको पनि जाहेरी पर्या हुनसक्छ। र यो अन्तर्देशीय अपराध त भन्नुहोस् न, अब एउटा सहकारीको त तोकिएको क्षेत्रभन्दा बाहिर गएर कारोबार गर्न पाइँदैन, अनि सदस्यभन्दा बाहिर गएर कारोबार गर्न पाइँदैन। उहाँहरूले त अन्तर्देशीय कारोबार गर्नुभएको छ क्या सहकारीको नाममा, भनेपछि यो त ठुलो वित्तीय अपराध हो नि, भयङ्कर ठुलो नेपालमा काठमाडौँमा चाहिँ सहकारी दर्ता गरेर अमेरिकामा काउन्टर खोल्ने, जसले दुई नम्बर वडाभन्दा बाहिर गएर कारोबार गर्नै पाउँदैन। कि उसले देशव्यापी रूपमा कारोबार गर्न पाउने गरेर स्वीकृति लिएको हुनु पर्यो, कि जिल्लाभरि कारोबार गर्न पाउने गरेर स्वीकृति लिएको हुनु पर्यो। त्यो स्वीकृति लिएको पनि अवस्था देखिँदैन। आज त्यो सहकारी पनि मैले हिजो मात्रै एउटा समाचार हेरिरहेको थिएँ, त्यो सहकारी पनि समस्याग्रस्त भएको छ भनेर सुन्दै थिएँ म। भनेपछि अब यत्रो तपाईँको अन्तर्देशीय रूपमा उठाएको पैसा शुद्ध लिएर आएर अब चलन गरेको छ भनेपछि योभन्दा ठुलो वित्तीय अपराध अरू के हुनसक्छ र। अब एउटा सरले चाहिँ एकदम निष्पक्ष तरिकाले एउटा प्रश्नको जवाब दिनु पर्यो अधिवक्ताको हिसाबमा। जस्तो अब उहाँ त त्यत्रो ठुलो पार्टीको, हिजो सरकार सत्तामा रहेको नेतृत्व गरिरहेको पार्टीको सांसद पनि हुनुहुन्थ्यो होइन। भोलि फेरि फागुन 21मा चुनाव हुन्छ र चुनावपछि चाहिँ एमाले राइज भयो भने फेरि यो सब डिसमिस हुन्छ, उहाँ चाहिँ फेरि पदमा पावरमा फर्किनुहुन्छ, अनि अशोक शेरचन पनि ब्याङ्कको सिइओ हुनुहुन्छ भन्नुहुन्छ। यस्तो मुद्दाहरूमा चाहिँ खास गरी उहाँहरू फेरि पुरानो जिम्मेवारीमा स्थापित हुने, उहाँहरूकै चाहिँ यो वित्तीय कारोबारमा हालिमुहाली हुने अवस्था कतिको हुन्छ? होइन, यस्तो हुन्छ। अब प्रभु ब्याङ्कको सिइओको हकमा चाहिँ यसभन्दा अगाडि हामीले नै उहाँको कार्यकालको विषय उठाएर मुद्दा हालेका थियो। 2 कार्यकालभन्दा बढी चाहिँ खान नपाउने व्यवस्था हाम्रो बाफिया एक्टमा छ। ब्याङ्क तथा वित्तीय संस्था ऐनले वर्जित गरेको काममा चाहिँ उहाँहरूले तेस्रो कार्यकाल खाइराख्नु भएको थियो। त्यो विषय हामीले प्रश्न उठाए पछाडि गणना गर्दा वैशाख 10 गतेसम्म उहाँले खान पाउने गरेर उच्च अदालत पाटनबाट फैसला भएको थियो, गएको वैशाख 10 गतेसम्म। पछि उहाँले फेरि सर्वोच्च अदालत ल्याउनु भएछ त्यसलाई, र उहाँले अन्तरिम आदेश लिएर खाँदै हुनुहुन्थ्यो। अब मलाई जहाँसम्म लाग्छ, अब अदालतमा त्यो गइसकेपछि अदालतले उहाँहरूको पक्षमा डिसिजन गरिदियो भने त उहाँ फेरि फर्केर आउनु होला। अब अदालतले उहाँहरूको पक्षमा डिसिजन गरेन भने कसरी फर्केर आउनु होला र, त्यो त भन्न सकिँदैन। किनभने भोलि अब एक त उहाँको कार्यावधि नै सकिसक्यो सिइओको हकमा, अध्यक्षको हकमा त अब उहाँ मात्रै होइन, सेयर होल्डरले भोलि फेरि उहाँले मुद्दै जितेर आउनु भएछ भने पनि सेयर होल्डरले पत्याउनुपर्छ होला। अब सेयर होल्डरले पत्याउँछन् जस्तो मलाई लाग्दैन, त्यस कारणले अध्यक्षको रूपमा फेरि आउनु होला जस्तो मलाई लाग्दैन। भनेको एक किसिमले भन्ने हो भने उहाँहरूको ब्याङ्किङ करियर चाहिँ स्टप जस्तै, ब्याङ्किङ करियर उहाँहरूले आफैले सिद्ध्याउनु। फेरि अब यस्तो वित्तीय अपराधमा, यस्तो ठुलो अपराधमा जोडिएको मान्छेहरू त पब्लिक संस्थाको नेतृत्व कसरी गर्न सक्लान् र? होइन, देशभित्र मात्रै नभएर उहाँहरूको अन्तर्देशीय अपराध पनि जोडियो। त्यसले गर्दाखेरि जस्तो म एउटा अर्को कुरा तपाईँ कस्तो छ भने देवीप्रकाश भट्टाचार्यले प्रभु मनी ट्रान्सफर चलाउन अनि नेपाल सिपिङ चलाउन भनेर 55 लाख रुपियाँ चाहिँ यहाँबाट मलेसिया लगेका देखिन्छ। त्यो मलेसिया लगेको पैसा पछि मलेसियामा उहाँहरूले घर पनि किन्नुभएको रहेछ, अनि मलेसियामा किनेको घर पनि बेच्नुभयो, अनि त्यो कम्पनी पनि बेच्नुभयो। त्यो कम्पनीबाट लिएको पैसा नेपाल फिर्ता भएको देखिँदैन। भनेपछि नेपालबाट त्यो चाहिँ नेपालको करेन्सीलाई, त्यो भनेको उता क्यापिटल फ्लाइट भयो, त्यो भयो, उता गयो, क्यापिटललाई चाहिँ उता लाने काम गर्नुभयो। त्यसले गर्दाखेरि उहाँहरूको यी विषयहरू खोतेलेर आयो। यदि सिआइबीले राम्रैसँग अनुसन्धान गर्यो भने चाहिँ धेरै कुराहरू जोडिने भएको हुनाले अब उहाँहरूले आफ्नो क्यारियर सिद्ध्याउनु हो जस्तो लाग्छ मलाई। अब यो त अब देवीप्रकाश भट्टाचार्यको हकमा त सहकारीको पनि मुद्दा भयो, हुन्डीको पनि भयो, कर्जा अपचलनको पनि भयो होइन, जस्ता अनि ब्याङ्किङ कसुर पनि लाग्ने भयो। त्यस कारणले गर्दाखेरि उहाँ अब 3-4वटा मुद्दामा जोडिनु भएको हुनाले म त्यति सम्भावना देख्दिनँ। त्यहाँमाथि फेरि हाम्रो अदालतको मुद्दाको चापको कारणले गर्दाखेरि मुद्दा त्यति छिटो अन्तिम फैसला हुँदैन। हेर्नुहोस्, बल्ल बल्ल जिल्लाबाट भयो भने सम्पूर्ण प्रक्रिया पुरा गरेर जिल्लाबाट मुद्दा फैसला हुने 1-1.5 वर्ष लाग्छ।
त्यस पछाडि उच्चमा गयो, उच्चबाट फेरि सर्वोच्च पुग्दाखेरि सर्वोच्च पुग्दा त सर्वोच्चमा अब मुद्दाको चाङ छ हेर्नुहोस्। अब हाम्रो माननीय न्यायाधीशहरू कम हुनुहुन्छ, जम्मा 21जना। हाम्रो संविधानले नै 21जना भन्दा बढी चाहिँ नराख्ने गरेर संविधानमा नै व्यवस्था गरिदिएको कारणले अब त्यहाँ न्यायाधीशहरूलाई बढाएर राख्न सक्ने अवस्था पनि छैन संविधान संशोधन नहुँदा। र यति न्यायाधीशहरूले मात्रै मुद्दा फैसला गर्ने उसमा जाँदाखेरि कम्तीमा पनि एउटा मुद्दालाई सर्वोच्च प्रवेश गरिसके पछाडि कम्तीमा 5-7 वर्ष लाग्छ। सर, अब आज यो मुद्दाबारे धेरै विषयमा क्लियर हुने अवसर पाइयो। हाम्रा दर्शकहरू पनि यो जसले अब धेरैको चासोको विषय चाहिँ क्लियर भयो। अब सरले अलिकति अन्तिममा एउटा कुरा चाहिँ भनिदिनु पर्ला, केही छुटेको भएदेखि। होइन, छुटेको त्यस्तो खालको त केही पनि छैन। हेर्नुहोस्, होइन, अब एउटा नागरिकको निक्षेपसँग जोडिएको ब्याङ्क नागरिकको निक्षेप जोखिममा पार्ने गरेर जुन ढङ्गले काम कारबाहीहरू त्यहाँभित्र भएको छ, यो विषयमा त हामीले धेरै पहिलादेखि होइन, प्रभु ब्याङ्क लगायतका ब्याङ्कहरूमा सुशासन भएन, एउटै व्यक्तिलाई निरन्तर रूपमा चाहिँ कुनै ठाउँमा बस्न दिइरहँदा सुशासन हुँदो रहेनछ। त्यस कारणले एउटै व्यक्तिलाई लामो समयसम्म एउटै ठाउँमा राख्नु नहुने रहेछ। ल, यो व्यक्तिहरूलाई चाहिँ यहाँबाट बर्खास्ती गर्नु पर्यो भनेर हामीले सम्मानित सर्वोच्च अदालतमा मैले आफैले मुद्दा हालेको थियो। किनभने मैले मुद्दा हाल्दाखेरिको आधार के ल्याएको थियो भने नेपाल राष्ट्र ब्याङ्कले उहाँहरूलाई कारबाही गरेको विषयलाई लिएर मैले आधार लिएर हालेको थियो। तर यहाँ के देखियो भने तपाईँको यो ब्याङ्किङ सेक्टरहरूमा चाहिँ नेपाल राष्ट्र ब्याङ्कले फेयरली काम गरेको मैले चाहिँ देखिनँ। किनभने नेपाल राष्ट्र ब्याङ्क हरेक वर्ष त्यहाँ निरीक्षणको लागि जान्छ। यी अपचलन भएको विषय त 69 सालदेखिको अपचलन भएका विषय नेपाल राष्ट्र ब्याङ्कले देखेन भन्ने कुरा त होइन नि। नेपाल राष्ट्र ब्याङ्कबाट जो त्यहाँ जानुभएको थियो ती मान्छेहरूले त देखेको थियो नि त। आज ती मान्छेहरूको कारणले गर्दाखेरि सर्वसाधारणको निक्षेप जोखिममा परेको छ। अब मलाई एउटा कान व्यवसायको हिसाबले भन्नुहुन्छ भने म त भन्छु ती मान्छेलाई नै काहीँ न काहीँ यो अपराधमा उहाँहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ भन्छु म चाहिँ। जसले त्यो गएर निरीक्षणमा जो गएर राष्ट्र ब्याङ्कलाई दिनुपर्ने प्रतिवेदन ल यहाँ यस्तो भएको छ भनेर प्रतिवेदन दिने क्रममा गलत खालको प्रतिवेदन दिनुभयो नि, त्यो गलत खालको प्रतिवेदनको कारणले गर्दाखेरि उहाँहरू हौसिनु भयो। जहिले पनि हामीले यसै गर्दा हुने रहेछ, हामीलाई चाहिँ राष्ट्र ब्याङ्कले हेरिहाल्छ, ढाकछोप गराइहाल्छौँ भन्ने उहाँहरूलाई त्यो खालको चाहिँ वातावरण बन्या हुनाले यति ठुलो रकम चाहिँ हिनामिना भएको हो नि त। त्यसले गर्दाखेरि ती राष्ट्र ब्याङ्कको कर्मचारीहरू जो जानुभएको थियो निरीक्षणमा उहाँहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ। त्यसतर्फ पनि तपाईँहरूको यो लोकप्रिय मिडिया मार्फत म सिआइबीलाई जानकारी गराउन चाहन्छु। हस् सर, यहाँलाई समय दिनुभयो, धन्यवाद। हस् सर।